नमस्ते, annyeonghaseyo सम्पूर्ण विद्यार्थी साथीहरूलाई यस कोरियन स्टडी नेपाली युट्युब च्यानलमा म प्रदीप राथोकी हार्दिक स्वागत गर्दछु। सदा चाहिँ इपिएस टपिकसँग सम्बन्धित विविध किसिमका विषयहरू लिएर आउने क्रममा आज म इपिएस 2025 बुकको चाहिँ च्याप्टर 10 को चाहिँ छङ्गोनमा लिएर उपस्थित भइसकेको छु। आउनुहोस् आजको लेसन सुरु गरौँ। आजको टाइटल रहेको छ मुइन फान्मेजम। मुइन फान्मेजम भनेको चाहिँ बिना कर्मचारीको चाहिँ के त बिक्री पसलहरू अथवा स्टोरहरूको बारेमा रहेको छ। भनेको छ मुइन फान्मेजमन बिना कर्मचारीको स्टोर चाहिँ सारामी छिक्छप मान्छेले चाहिँ प्रत्यक्ष अथवा स्वयं आफैले फान्मेरुल हाजिहानको सामानहरू बिक्री नगरिकन छादोङहा थोइन भनेको स्वचालित रूपमा सञ्चालित भनेको स्वचालित रूपमा सञ्चालित सिसु थेमुल थोङे त्यो सिस्टम मार्फत त्यो अटोमेटिक सिस्टम मार्फत साङफुमुल वस्तुलाई फान्मे हानन खागिम वस्तुलाई चाहिँ के त बिक्री गर्ने पसल हो। फोथुङ प्राय खोगेकी ओन हानन खोगेक भनेको चाहिँ कस्टमर ग्राहकले चाहिँ ओन हानन चाहने साङफुमुल प्रडक्टलाई अथवा वस्तुलाई सन्थे खान हो छनौट गरिसकेपछि खादुना स्मार्टफोनुल इयोङ हाया कार्ड अथवा एटिएम कार्ड अथवा स्मार्टफोनलाई चाहिँ इयोङ हाया प्रयोग गरेर छिक्चप प्रत्यक्ष अथवा स्वयं आफैले खेल्चे हानन आफैले भुक्तानी गर्ने फाङसी गुरु त्यो विधि अथवा तरिकाद्वारा उन्याङ थैमिदा सञ्चालित हुन्छ। खुरना तर खोकुप वात थोइन सेन्स खोकुप वात थोइन सेन्स भनेको उच्च स्तरीय सेन्सर खामेरा आरएफआइडी रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन खिसिल थुङ्गल भनेको प्रविधि आदि इत्यादिलाई वार्योङहान उपयोग गरेको मेजाङ एसनन त्यो स्टोरमा चाहिँ खोगेकी ग्राहकले मोबाइल एपहरू मोबाइल एपद्वारा क्युआर खोदरुल सुखेन हाया क्युआर कोड चाहिँ स्क्यान गरेर साजन खेल्चेरुल भनेको अग्रिम भुक्तानी चाहिँ हामेन गर्यो भने साङफुमी नाओनन भनेको वस्तु चाहिँ आउने फाङसिगिरो त्यो विधि तरिकाद्वारा उन्याङ थोइगिदो हामीदा सञ्चालन हुने पनि गर्दछ भनेको छ। नेक्स्ट प्याराग्राफमा जाउँ। मुइन फान्मेजमन बिना कर्मचारीको स्टोरमा चाहिँ मुइन सुप बिना कर्मचारीको सुपर मार्केटहरू मुइन फेन्वेजम छरम बिना कर्मचारीको चाहिँ 24 घन्टे पसल जस्तै उम्न्योसु पेय पदार्थहरू बेच्ने ख्वाजा त्यो कुकिजहरू बेच्ने खम रामेन भनेको चाहिँ कप रामेनहरू चाहिँ बिक्री गर्ने सेङफिल फुमथुङ भनेको दैनिक जीवनमा आवश्यक पर्ने वस्तुहरू आदि इत्यादि थायहान विभिन्न किसिमका छोङ्न्युए प्रकारहरूको साङफुमुल वस्तुहरूलाई फान्मे हानन खोत्तो बिक्री गर्ने ठाउँ पनि इक्को हुन्छन् र मुइन सेङ्सु फान्मेजम भनेको बिना कर्मचारीको पानी बिक्री पसल मुइन खेरान फान्मेजम बिना कर्मचारीको चाहिँ अन्डा बेच्ने पसल मुइन आइसक्रिम फान्मेजम भनेको बिना कर्मचारीको आइसक्रिम बेच्ने पसल मुइन रामेन फान्मेजम भनेको बिना कर्मचारीको चाहिँ नुडल्सहरू चाउचाउहरू बेच्ने पसल मुइन ख्वाइल फान्मेजम बिना कर्मचारीको चाहिँ फलफुल पसल मुइन मुन्गुजमवा खाच्छे बिना कर्मचारीको चाहिँ स्टेसनरी जस्तै थुक्चङ साङफुममान मानुल छुइगु भानन खोत्तो सुमिदा थुक्चङ भनेको चाहिँ विशेष खालका साङफुम मानुल भनेको विशेष किसिमका चाहिँ वस्तुहरूलाई चाहिँ छुइगु भानन भनेको चाहिँ सम्हाल्ने त्यसको चाहिँ ह्यान्डलिङ गर्ने अथवा त्यो बिक्री गर्ने भनेको है त्यो खोत्तो भनेको ठाउँ बनिकता हुन्छन्। यी वेदो यो बाहेक पनि मुइन सेथाक्सोवा भनेको बिना कर्मचारीको चाहिँ लुगा धुने ठाउँ वा भनेको र मुइन खाफे अनि त्यसपछि बिना कर्मचारीको क्याफे मुइन खोलफुजा बिना कर्मचारीको चाहिँ गल्फ मैदान थुङ आदि इत्यादि मुइन रो भनेको बिना कर्मचारीको रूपमा सविश्रुल सेवाहरू चाहिँ छेगोङ हानन उपलब्ध गराउने खोत्तै सुविधा ठाउँहरू पनि हुन्छन्। ल अब त्यसपछि नेक्स्ट प्याराग्राफमा जाउँ। इरहान मुइन फान्मेजमन यस्ता बिना कर्मचारीका स्टोरहरू चाहिँ सुमुल नेसिगान 24 घन्टा उन्याङ थोइगो 24 घन्टा सञ्चालन हुने भएर अन्जिदुन्जी जुनसुकै बेलामा पनि फिर्यु हाल्ते आवश्यक परेको बेलामा इयुङ हाल्सु इत्तानन प्रयोग गर्न सकिने छाङचमी सुन्दा प्रयोग गर्न सक्ने यसका चाहिँ
फाइदाहरू चाहिँ रहेका छन्। तुहान साथै वैगुकिन छरम अन साथै विदेशीले जस्तै अनछाङब्यगी इन्न भनेको अनछाङब्यग भनेको चाहिँ भाषागत अवरोध रहेका सारामदुल्दो मानिसहरूले भने छायुरोपको स्वतन्त्र र खानफ्यान हागे सजिलैसँग इयोङ हाल्सु इसुमिदा प्रयोग गर्न चाहिँ त सक्छन् भनेर यसरी चाहिँ यो छङ्मुनाको बारेमा यहाँ रहेको थियो। आजको लेसन यति नै रहेको जानकारी गर्दै बिदा हुन चाहन्छु। हस्त नमस्ते, आनेङ्गे खेसे रबो।